आज यस भिडियोमा हामीले बेन्जिनको बारेमा पढ्छौँ। बेन्जिनको फिजिकल प्रोपर्टिज, केमिकल प्रोपर्टिज र प्रिपरेसन सबभन्दा पहिला प्रिपरेसनको बारेमा। सो बेन्जिन कसरी प्रिपरेसन गरिन्छ होइन। सो बेन्जिन प्रिपरेसन गर्ने यहाँ हामीले जम्मै 5वटा मेथड पढ्छौँ। पहिलो मेथड भनेको ल्याब प्रिपरेसन मेथड, जहाँ तिमीले सोडियम बेन्जोएटलाई NaOH र CaO3:1 को रेसियोमा हाल्यो भने यसले कार्बन डाइअक्साइड यहाँबाट रिमुभ गरेर डिकार्बोजाइलेसन रियाक्सनबाट यसले बेन्जिन दिन्छ। दिस इज भेरी इम्पोर्टेन्ट रियाक्सन अनि यो ल्याब प्रिपरेसन पनि छ बेन्जिनको। त्यसपछि दोस्रो रियाक्सन भनेको फेनललाई जिङ्कको प्रेजेन्समा डिस्टिलेसन गर्यो भने यसले बेन्जिन दिने हो। र अर्को भनेको सबभन्दा इम्पोर्टेन्ट रियाक्सन यो पनि हो, इथाइनलाई 3 मोलिकुल्स इथाइनलाई हट कपर ट्युबमा हालेर 600 डिग्री सेन्टिग्रेडमा हिट गर्यो भने यो हाम्रो एलिप्याटिक कम्पाउन्ड एरोमेटाइजेसन भएपछि यो बेन्जिन दिन्छ होइन। अनि चौथो रियाक्सन भनेको हाम्रो क्लोरोबेन्जिनलाई रिडक्सन गर्यो हामीले, रिड्युसिङ एजेन्ट निकल एल्युमिनियम एलोय इन द प्रेजेन्स अफ NaOH हालेर यसले बेन्जिन दिन्छ। त्यसपछि अर्को भनेको बेन्जिन सल्फोनिक एसिडलाई तिमीले स्टिमको प्रेजेन्समा हिट गर्यो 130 देखि 200 सेन्टिग्रेडमा HCl र प्रेसर हालेर यसले पनि बेन्जिन दिन्छ। सो योभन्दा यसमा 5मा सबभन्दा इम्पोर्टेन्ट रियाक्सन भनेको यो सोडियम बेन्जोएटवाला हो, त्यसपछि यो एसिटाइलवाला, जिङ्क डस्टवाला, अलिअलि क्लोरोबेन्जिन पनि सोध्छ होइन। सो फिजिकल प्रोपर्टिज हेर्दाखेरि यसले सुटी फिल्म दिने हो होइन। केमिकल प्रोपर्टिज मा हेर्दाखेरि यसले मेन रियाक्सन भनेको इलेक्ट्रोफिलिक सब्स्टिट्युसन रियाक्सन हो, इलेक्ट्रोफाइललाई सब्स्टिट्युट गर्ने हो होइन। सो इलेक्ट्रोफिलिक सब्स्टिट्युसन रियाक्सन यसको क्यारेक्टरिस्टिक्स फिचर हो बेन्जिनको, यो चाहिँ क्वेसन सोध्छ। सो इलेक्ट्रोफिलिक सब्स्टिट्युसन रियाक्सनमा पहिला नाइट्रेसन हेऱ्यो। सो यसले बेन्जिनलाई यदि तिमीले नाइट्रेसन गर्यो कम सल्फ्युरिक एसिड हालेर 330 केल्भिनमा को प्रेजेन्समा यसले नाइट्रो बेन्जिन दिन्छ होइन। तर सपोज तिमीले अब यो टेम्परेचर जुन हुन्छ 60 डिग्री सेन्टिग्रेडमा गर्यो होइन, 60 डिग्रीमा गर्यो एभब 330 केल्भिन भनेको 60 डिग्रीमा गर्यो भने 60 भन्दा बढीमा गर्यो भने यसले मेटा डाइनाइट्रोबेन्जिन दिन्छ होइन। 100 भन्दा माथि गर्यो भने 100 डिग्री भन्दा माथि गर्यो भने यसले ट्राइनाइट्रोबेन्जिन दिन्छ, जुन चाहिँ एकदम एक्सप्लोसिभ कम्पाउन्ड छ, यो पनि सोध्छ होइन हाम्रो। त्यसपछि यसलाई हेलोजिनेसन गर्यो, बेन्जिनलाई हेलोजिनेसन गर्यो भने कोल्ड र डार्क कन्डिसन्समा FeCl3 AlCl3 को प्रेजेन्समा यसले क्लोरोबेन्जिन दिन्छ होइन। अब तर बेन्जिनलाई तिमीले ब्रोमिनेसन गर्यो होइन फेरिक ब्रोमाइडको प्रेजेन्समा भने यसले ब्रोमोबेन्जिन दिन्छ होइन। सो तर अब फ्लोरिनले के गर्छ, बेन्जिनसँग भाइब्रेसली रियाक्ट गर्छ इभन इन द एब्सेन्स अफ क्याटालिस्ट, त्यहाँ क्याटालिस्ट दिनु पर्दैन के। अब यसमा त हामीले FeCl3 दिएको छ, यसमा FeBr3 दिएको छ होइन, तर फ्लोरिनसँग यसले बिना क्याटालिस्टको प्रेजेन्समा रियाक्ट गर्छ। त्यसपछि आयोडिनेसन अफ द बेन्जिन एकदम डिफिकल्ट रियाक्सन हो, किनकि यो रिभर्सिबल रियाक्सन छ, त्यस कारणले यसलाई अक्सिडाइजिङ एजेन्ट नाइट्रिक एसिड होस् या आयोडिक एसिडहरू रियाक्ट दिन्छ, त्यसले गर्दाखेरि रियाक्सन फरवर्ड दिन्छ, ब्याकवर्ड दिँदैन होइन। सो आयोडिनेसन गर्दाखेरि यसले आयोडिक बेन्जिन दिन्छ होइन। सल्फोनेसन गर्यो भने कम सल्फ्युरिक एसिड अनि SO3 को प्रेजेन्समा भने सल्फोनेसन गर्दाखेरि यसले बेन्जिन सल्फोनिक एसिड दिन्छ, जहाँ इलेक्ट्रोफाइलको रूपमा हामीले SO3 इलेक्ट्रोफाइल युज गर्छौँ होइन। सो अब सल्फोनेसन रियाक्सन पनि भयो, सल्फोनेसनमा यसले के दिन्छ, बेन्जिन सल्फोनिक एसिड दिन्छ SO3 को प्रेजेन्समा। सो SO3 ले के को काम गर्छ, हाम्रो इलेक्ट्रोफाइलको काम गर्छ होइन। सो यो रियाक्सन के भनिरहेछ, रिभर्सिबल रियाक्सन। सो डिसल्फोनेसन अकर्स हुन सक्छ यदि एक्वसली मिडियम एक्वस भयो भने, त्यस कारणले SO3 यसमा इलेक्ट्रोफाइलको रूपमा इट इज इम्पोर्टेन्ट। यसपछि फ्रिडल क्राफ्ट अल्काइलेसन भेरी इम्पोर्टेन्ट रियाक्सन हो। बेन्जिनलाई तिमीले फ्रिडल क्राफ्ट अल्काइलेसन गर्यो होइन, अल्काइल हलाइडसँग रियाक्सन गर्यो इन द प्रेजेन्स अफ क्याटालिस्ट एनहाइड्रस अल्मुनियम क्लोराइडको प्रेजेन्समा, साथमा इथरसँग हिट पनि गर्छ त्यसमा। यसले के दिन्छ, अल्काइल बेन्जिन दिन्छ। जस्तै बेन्जिनबाट तिमीले मिथाइल क्लोराइडसँग एनहाइड्रस अल्मुनियम क्लोराइडको प्रेजेन्समा रियाक्सन गर्यो भने टौलिन दिन्छ कि यहाँ R ग्रुप आएर एट्याच हुन्छ अनि CH3 टौलिन दिन्छ। यो इम्पोर्टेन्ट रियाक्सन हो होइन। त्यसपछि फ्रिडल क्राफ्ट असाइलेसन रियाक्सनको कुरा गर्दाखेरि अलि फ्रिडल क्राफ्ट असाइलेसनमा के गर्नुपर्छ, एसिड एनहाइड्राइड हाल्नुपर्छ होइन। यसमा पनि एनहाइड्रस सेम रिएजेन्ट चाहिँ सेम छ, यसमा एसिड हेलाइड हाल्नुपर्छ भने यसमा एसिड क्लोराइड हाल्नुपर्छ होइन, अल्काइल हेलाइड हाल्नुपर्छ यसमा होइन। यसमा चाहिँ
एसिड क्लोराइड हाल्नुपर्छ। एसिटाइल क्लोराइड हाल्यो बेन्जिनमा भने सेम रिएजेन्टको प्रेजेन्समा यसले एसिटोफेनन दियो हैन। एसिटोफेनन भनेको यो किटोनिक फर्म हो बेन्जिनहरुको। यो क्वेशन चाहिँ हाम्रो सीमा सोधेको क्वेशन हो 2080 मा। यो रिएजेन्ट हालेको थियो अनि फ्रिडल क्याप अल्काइलेसन हो कि एसाइलेसन हो भन्ने क्वेशन सोधेको थियो। फ्रिडल क्याप अल्काइलेसन र एसाइलेसन एकदम इम्पोर्टेन्ट क्वेशन। अल्काइलेसनबाट के भन्छ टौलिन भन्छ भने एसाइलेसनबाट के भन्छ एसिटोफेनन भन्छ हैन। अब फ्रिडल क्याप एसाइलेसन यहाँ छ हाम्रो एकदम क्लियर। मैले एसिटोफेनन भन्छ C2080 मा सोधेको यो क्वेशन हो। सो यो क्वेशन अलि ध्यान पुरेर पढ्नु होला कि अल्काइलेसनमा अल्काइल ह्यालाइड एसाइलेसनमा एसिड क्लोराइड युज गरिन्छ हैन। त्यस्तै अब अझै एडिसन रियाक्सनहरु पनि छ बेन्जिनको। सो बेन्जिनलाई तिमीले हाइड्रोजनसँग एडिसन रियाक्सन गर्यो भने निकल अर द प्लेटिनमको प्रेजेन्समा यसले भने साइक्लोहेक्सेन दिन्छ। साइक्लोहेक्सेनको स्ट्रक्चर हेर्नु। त्यसपछि हेलोजनको प्रेजेन्समा यसलाई रियाक्सन गरायो भने सनलाइटको प्रेजेन्समा यसले बेन्जिन हेक्साक्लोराइड दिन्छ जसलाई हामी गामाजिन 666 भन्छौँ अर लिन्डेन पनि भन्छौँ हैन। त्यसपछि बेन्जिनलाई ओजोनोलाइसिस गर्यो भने हैन ओजोनोलाइसिस गर्यो व्हेन बेन्जिन रिएक्टेड ओजोन फलोड बाइ हाइड्रोलाइसिस विथ जिंक हैन। ओजोनोलाइसिस त गर्यो हैन साथमा हामीले जिंकको प्रेजेन्समा हाइड्रोलाइसिस पनि गर्यो हैन। जिंकको प्रेजेन्समा हाइड्रोलाइसिस पनि गर्यो भने यसले के दिन्छ CHO दिन्छ हैन। यसले ग्लिक्जोल भन्छ इथेन डायल भन्छ कि यो क्वेशन हाम्रो C2081 मा सोधेको क्वेशन हो। इट्स भेरी इम्पोर्टेन्ट क्वेशन। बेन्जिनलाई अब अक्सिडेसन रियाक्सन भयो एडिसन पछि अक्सिडेसन। बेन्जिनलाई अक्सिडेसन गर्यो भने कार्बन डाइअक्साइड वाटर दिने हो क्या। अनि एयरमा यसले के दिन्छ सुट्टी फ्लेम दिन्छ हैन। क्याटालाइटिक अक्सिडेसन भनेको यो पनि एउटा इम्पोर्टेन्ट रियाक्सन हो। बेन्जिनलाई तिमीले B2O5 भन्ने क्याटालिस्टको प्रेजेन्समा अक्सिडाइज गर्यो भने 500 डिग्री सेन्टिग्रेडमा यसले के दिन्छ म्यालिक एनहाइड्राइड दिन्छ हैन। यसले मेन प्रोडक्ट दिने भनेको म्यालिक एनहाइड्राइड हो। पहिला म्यालिक एसिड दिन्छ अनि त्यसपछि म्यालिक एनहाइड्राइड दिन्छ। सो दिस मच फर दिस भिडियो।